नमस्ते। यो जाडोको सिजनमा अत्यधिक जाडोको सिजनमा तराई प्रदेशमा तथा विशेष गरी नेपाल जस्तो चिसो ठाउँमा अत्यधिक शरीरमा वेदना जोर्नीमा वेदना हुने गर्दछ। कुनै कुनै वनस्पतिहरू यस्तो छन्, तेलहरू यस्तो छन् जसको प्रयोगले यो जाडो सिजन कटाउन सकिन्छ र त्यसरी नै त्यही औषधिको अनेक प्रयोगले त्यो औषधिको प्रयोगले त्यसको गुणकर्मले फाइदा गर्दछ, शरीरमा लाभ गर्दछ। त्यस्तो वनस्पतिहरू धेरै छन्, त्यसमा धेरै विषाक्त पनि छन्, धेरै फाइदा गर्ने पनि छन्। विषाक्तता कम गर्नको लागि त्यो वनस्पतिलाई अनेक रूपमा प्रयोग गरिन्छ। त्यो वनस्पतिको समूहमा एक वनस्पति अर्क पनि हो, जसलाई आँक भनिन्छ। आँक यस्तो हुन्छ, देख्नुभयो होला हजुरहरूले, यो आँक हो। आँकबाट प्रशस्त रूपमा दुध निक्लन्छ, यसरी आँकबाट दुध निक्लन्छ र यो आँकको पत्ता हो। यो आँकको पत्तालाई घिउसँग भुटेर जस्तो आमवादको समस्या, गठियावादको समस्या, जोर्नीको दुखाइको समस्या छ भने त्यस्तो अवस्थामा यसको पोटली बनाएर सेक गर्न सक्यो वा पोको बनाएर तेलले मालिस गरेर सेक्न सक्यो। आँकको अनेक प्रजाति छन्, त्यसमा यो रातो आँक या रक्तार्क भनिन्छ, जसलाई क्यालोट्रोपिस प्रोसेरा भनिन्छ। यसको फुलको पनि प्रयोग गरिन्छ, औषधीय रूपमा प्रयोग गरिन्छ र यसको मात्रा अत्यधिक कम हुन्छ र यो विशेष गरी स्किन डिजिजको लागि फाइदा गर्दछ र यसको प्रयोगले पेटलाई पनि सफा गर्ने हुन्छ। तर यो औषधिको रूपमा प्रयोग गरिन्छ र यसले पेटमा एब्डोमिनल डिस्टेन्सन हुन्छ, वायुको समस्या हुन्छ, त्यसलाई पनि ठिक गर्दछ र औषधीय तरिकाले नै यसको निर्माण हुन्छ र त्यसको प्रयोग गरिन्छ। फुलको पनि औषधीय नै गुण भएको हुनाले त्यसरी नै प्रयोग गरिन्छ। त्यसरी नै तर यो आँकको दुध जो छ विषाक्तता छ, यसले आँखामा तथा नेत्रसँग सम्बन्धित नाकमा पऱ्यो भने यसले दाह गर्ने हुन्छ, जलन गर्ने हुन्छ। साथसाथै इन्टरनली खाइयो भने पनि यसले अनेक समस्या ल्याएर शरीरलाई नोक्सान गर्दछ र अन्ततः मृत्यु समेत गर्न सक्ने यसमा लक्षण हुन्छ। क्यालोट्रोपिन हुन्छ, विभिन्न केमिकल कन्स्टिट्युएन्टहरू हुन्छ। तर यसको तेलको प्रयोग, यसको पत्रको प्रयोग एस्नियन स्वेदनमा वात व्याधिमा गरियो भने त्यसले रोग ठिक गर्दछ, शरीरलाई सन्तुष्टि दिन्छ, त्यसले दुःख हुन दिँदैन र जाडोमा फाइदा गर्दछ, शरीरमा उष्मा ल्याउँछ। यसलाई सेकेर यसको पोटली बनाएर प्रयोग गरेर सेकियो भने जोर्नी दुखाइ कम हुन्छ। हस् त, धन्यवाद।